जति पनि वीर नारीहरू हुनुहुन्छ हेलो गाइज फ्रम लमजुङ दुई पिपले गाइज आज वार्ड कार्यालयमा पेन्सन रिन्यू छ पेन्सनको लागि अनि बाजे बोजूहरू आउनुभएको छ अङ्कल आन्टीहरू रिन्यू गर्नको लागि त्यसको लागि अनि देख्न सक्नुहुन्छ एक्स आर्मी उहाँहरूले चाहिँ धेरैभन्दा धेरै आउनुभएको छ क्यामेरा पनि ब्लर भएको छ साथीहरू एन्टी लाइट परेको छ लगाइ चाहिँ अब फ्री भएको अवस्था अनि दौडदेखि साथीहरू आएको छ है यता लङ टाइम है बिस्ने दन उता अनि मिलन यता हाम्रो प्यारो भाइ यता दोस्त गोपाल केटाहरू टक्क खाजा खाँदैछ कस्तो लागिरहेछ बिस्ने तलाई ठाउँ चिल लाग्यो एकदम राम्रो लाग्यो नयाँ नयाँ ठाउँमा आएर खानु मजा छुट्यो रातिमा चाहिँ अलिकति रातिमा हिजो मैले भिडियो हेरेँ त बवाललाई चाहिँ झिलिमिली एमङ द बेस्ट ल गाइज हामी अलिक बेलुका भेट्नुपर्छ अब हेलो गुड मर्निङ फ्रम हाउस गाई चाहिँ म आज दमौली छु हिजो राति 11 बजे आएको थिएँ म भाइ बुवा हिजो लास्ट बिजी थिएँ कि व्यस्त गाई छैन हिजो खाना नि खाएको छैन हिजो बेलुका घरमा खाना खाएँ मैले खाएन है गाइस बिजी भयो हिजो लास्ट डे वाइल्ड चाइल्ड होइन अनि गाइस फेरि बिहान मर्निङमा ड्युटी है ट्याक्सको सुकुटी ट्याक्क बनाउँदैछौँ यो बनाएर फेरि जानुपर्ने हुन्छ आज नि अर्डर छ गाई चाहिँ आज 22 प्लेट चना अन्डा टन्नै छ कि म आज नि त्यहाँदेखि गएर धेरै काम छ गाई चाहिँ अनि खाना नै खाएको छैन खानसाना खाएर अब यो सुकुटी आजको पुग्नेलाई लानुपर्ने हुन्छ त्यति भन्दै गाइस अब डिपिपीमा गएर भेटौँ ल गाइस अहिले हामी डिपिपीले आइसकेको अवस्था अनि पसल खोलेर ट्याक्क अचार बनाउन लागेको अवस्था आजको हाम्रो अर्डरमा रहेको छ 22 हाफ अन्डा चना अनि त्यसमा अनि जुस पनि रहेको छ गाइस देख्न सक्नुहुन्छ के खानुहुन्छ माथिदेखि तल है लस्सी पनि बन्छ गाइस लस्सी अनि अन्डा ओहो पहिला पोलेर दुध चिया है सबै छ गाइस अनि यता हाम्रो अफिसलाई शीतल बनाइदिएको छु है अघि कोठा लास्ट तातिएको क्या त्यही भएर शीतल बनाइदिएको अवस्था अनि गाइस हाम्रो कटेजमा के पाउँछ भन्दाखेरि गाइस है ट्याक चटपटे अनि अरू के भन्नु हौ छ है गाइस ल अनि यहाँ पनि छ है यदि हजुर हार्ड ड्रिङ्क्स गर्नुहुन्छ भने 8848 ओडी होइन गोल्डन ओक खुकुरी रम पछाडि 8848 गोल्डन ओक अनि हल्का लोकल पनि रहेको छ अनि गाइस फ्रिजमा हेर्नुहुन्छ भने डिप फ्रिजमा हेर्नुहुन्छ भने यो चाहिँ आजको अर्डर हो अहिले 1:30 बजे लानुपर्ने छ 1:45 मा त्यही भएर यो चिसो बनाइदिएको एकदम चिसो खानुहुन्छ यो सुकुटी हो गाइस ससेज पनि रहेको छ अनि गाइस यो चाहिँ हाम्रो यहाँभित्र बसेर खाने रुम है यसलाई अहिले यो स्ट्यान्ड बाहिर लानुहुन्छ हिजो हामी घर गएको थियौँ त्यही भएर हामी सामान चाहिँ स्याहारेर लान्छौँ अनि गाइस कटेज चाहिँ पर्जा हाल्न भ्याएको छैन पर्जा लुन्डलहरू केही टाइमपछि फेरि हामी यहाँ व्यवस्थित गर्नेछौँ गाइस आज सनी डे परेको छ निकै घाम लागेको छ है अब सामानहरू मिलाउनु पर्ने हुन्छ ल गाइस अन्डावाला चाउमिन खाने हो ब्लग नबनाउने यो आज फर्स्ट कस्टमरको अरे हामी गाई चाहिँ अरे ओए बल्ल 12 बजे भोक लागिसक्यो लाइक कति राख्यो खाना कति राख्यो
कतिखेर खाएको खाना हामीले 9-10 9 बजे 9 बजे खाएको 10 11 12 3 घन्टामै भोक लाग्छ मैले त 10 बजे खाएको थैट तिम्रो तपाईले अस्ति चटपटका लास्ट हेरेकै छैन नि तिमीहरूले अनि थैट हालिसक्यो हेर्न आउ ल यहाँ आउ ल यस्तो गाई चाहिँ के भन्नु अब 9 बजे खाएको अरे 12-3 घन्टामै भोक लागिसक्यो है अन्त यो बेलामा त भोक लाग्छ जति एक थालदेखि खान्छ है हजुर एक थालदेखि खान्छ होला है तिमीहरूले यो बेला कम्पिटिसन हुनुपर्छ क्या पुरा हुन्छ नि के अरे उ के च्यालेन्ज भिडियो बनाइदिनु पर्छ क्या यिनीहरूलाई ल गाइज अब हाम्रो अचार लगभग रेडी भइसकेको अवस्था छ यस्तो रहेको छ गाइज अचारको यो यहाँभित्र के छ टमाटर टिमुर प्याज लसुन खुर्सानी यति नै हो गाइज अनि यसलाई चाहिँ हामी यता यसलाई पिसेर के भन्छ त्यसलाई यार तिललाई पिसेर मसिनो बनाएर अनि फेरि यसलाई फेरि गरेर मिक्सरमा हालेर ट्याक्क अचार बनाउँछौँ गाइज लसुन देख्न सक्नुहुन्छ सिम्पल छ है कस्तो मिठो बन्छ यार गाइज दामी बन्छ यार गाइज हाम्रो चना अन्डाको रेसिपी आज चनाको रेसिपी यस्तो रहेको छ है भुटेको चना टक्क प्याज खुर्सानी मजाले भुटेर टमाटर भुटेर है अब उ हाल्ने गाइस चना यसरी चाहिँ पकाउँछ गाइस हामीले चाहिँ चना भुटेको चना चाहिँ लगाइ चाहिँ अर्डर भ्याइयो हो फ्री टाइममा ट्याक्क फोहोर जलाउँदैछु अब यता देख्न सक्नुहुन्छ हो के हो यस्तो उहिले हेरौँ न उहिले सक्छ उहिले हान्न भयो सक्दैन रहेछ थाहा पाएँ ल हस् युट्युबमा हाल्छु के हो मेरो नाम थाहा छ के हो ए फेरि सेम पारे यार आफै सर्च गर अब के हो दाइको नाम भनेर है के हो र मेरो नाम अनि सब्सक्राइब गरेछु भन्ने थाहा नहुने नामै थाहा ए तिमीले गरे होइन मेरो नाम सुभाष ठकुरी हो के अरे हस् ए ल हस् हुन्छ मेरो सुभाष ठकुरी गाइस यसरी जलाउनु पर्छ होइन यसरी जलाएपछि मेरो 8000 यसरी जलाइदिएपछि ट्याक्क फोहोर नि भएन कि के अन्त नगरपालिका गाडी शुक्रबार मात्र आउँदो रहेछ गाई चाहिँ हिजो गइसक्यो त्यो त आज शनिबार ट्याक्क जलाइदिने ल गाई चाहिँ होइन हामी चाहिँ आजदेखि पुरा डाइटिङमा छ है हाम्रो आजको डाइट बिना सुगर हो गाइस बियरको ग्लासमा किन बियरको ग्लासमा आएको भन्ने त धेरै अटो छ बिना चिनी हो कस्तो मिठो भएको त यार ल फेरि चियर्स हामी त चना नि थियो होइन पहिला चना खाएर यो खानुपर्ने यार दामी भएको चिसो ट्याक्क होइन इन्जोय गरौँ साथीहरू ल गाइस यता उता गर्दा बल्ल 7:30 बजेको छ आज कस्टमर चाहिँ गाई चाँडै गयो है सेवा गर्न अलि आज कम भयो ठिक छ कहिले काहीँ भइहाल्छ होइन ब्रो धेरै चाहिँ यस्तो हुनु भएन धेरै भयो चाहिँ टेन्सन हुन्छ मेरो होइन काम नपाएर रमाइलो गाइस ल अनि आज हाम्रो खानाको साथ त देख्न सक्नुहुन्छ हजुरहरूले हामीसँग आज के रहेको छ भने रोइन ब्रो के छ भनिदिए बाबु ए भन्दिनँ आज यो रबिनको स्पेसल चना अनि
चनाचुर दालमोट चौचौ अनि अचार खुर्सानी साइडमा गाइस आजको दिन यस्तै रह्यो है अनि यताउता गर्दाखेरि त्यही भयो है रात पर्यो अब पेट पूजा गर्नु पर्यो अनि कामसाम सकाएर फेरि काम छ गाइस कामसाम सकाएर सुत्नु पर्ने हुन्छ भोलि बिहान उठेर फेरि काम छ साथीहरू हाम्रो मेरो र भाइको लाइफ यसरी नै बितिरहेको छ अब जिन्दगीको गोरेटोमा हैन के मोड लिन्छ अहिलेको मोडमा चाहिँ यस्तै भइरहेछ बिजी लाइफ गाइज है अनि भोलिको हाम्रो स्पेशल अर्डर चाहिँ समोसा तरकारी रहेको छ म हजुरहरु सबैलाई जानकारी गराउन चाहन्छु भोलिको समोसा पनि हामी देखाउँछौँ हजुरहरुलाई के कस्तो हुनेछ त्यो स्टाइलमा बोल्नु खोजेको समोसा स्टाइलमा अलि भएन गाइज है अनि यो खाएर अब सुत्नु पर्यो हुन्छ बहुत थाकेको छ नुहाउँछु भन्दा जहिले यस्तो भयो भोलि बिहान चाहिँ फिक्स नुहाउनु पर्छ रनिङ गएर ल आजलाई यति नै गरौँ गाइज के कस्तो लाग्यो है भिडियो राम्रो लागेमा कमेन्ट गर्नु होला नराम्रो लाग्यो भने कमेन्ट गर्नु होला यदि भिडियोमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु यदि पुरानो हुन्छ भने बेल आइकन थिच्नु गाइज सी यू नेक्स्ट ब्लग